धनराज सर, धनराज, हेलो, कता जानु भएछ धनराज सर? नि ए निनी, नमस्कार। हजुर, म त अस्ति नि 1 हप्ता भयो। ल जाम है, बिस्तारै आउनु। हजुर, कपाल काटेको छैन कपाल। हजुर, हाम्रो निनीले मेरो पहिला कपाल लामो थियो नि त, र निनीले कपाल काट्नु भएछ। ल ल ल दर्शक दिन सो यहाँ साथीभाइ पनि बाटोमा भेटियो, साथीले पुऱ्याउँदैछु भन्दै हुन्थ्यो। औ वाउ, डेन्जर रहेछ नि त उहाँ त फेरि भर रहेछ। ल ल अब चाहिँ चरणमा हिँड्यो, चरणमा। हेलो दर्शक महानुभावहरू सम्पूर्ण हजुरहरूमा यो परिवेश, हाम्रो गाउँघर बस्ती परिवेश यस्तै छ हजुरहरू, तपाईहरू देख्दै हुनुहुन्छ। अनि हजुरहरू के गर्दै हुन्छ, कसो गर्दै हुनुहुन्छ, सबैजना आराम हुनुहुन्छ भनेर हामी विश्वास गर्दछौँ है। यसगरी चाहिँ म चाहिँ यही परिवेशमा भनौँ न, गाउँघरमै आजको अपडेट भिडियोहरू तपाईहरूलाई ल्याउने छु होइन। सो हेर्दै गर्नुहोला। हजुरहरूलाई कस्तो लाग्दैछ हाम्रो गाउँघर परिवेश? यस्तै छ गाउँघर परिवेश, सुनसान तर अत्यन्तै आनन्दित। मामा के खन्दै हुनुहुन्छ त्यस्तो? हजुर हजुर, अन्त मामा ए हजुर हजुर, है त उहाँ चाहिँ हाम्रो गाउँको मामा, छिमेकी मामा, तरुल खन्दै हुनुहुँदो रहेछ, सुठुनी भन्छ। अनि हाम्रो मामाले फेरि माथि के हाल्दै हुनुहुन्छ। गाउँघर उकालो यस्तै छ परिवेशहरू, तपाईँहरू यस्तो छ पुरै। यो पनि त्यस्तै तरुल हो ड्याममै। अन्त मूल बाटो चाहिँ यस्तै छ है हजुरहरू, तपाईँहरू देख्दै हुनुहुन्छ। यहाँ हाम्रो अगाडि हाम्रो निनी हुनुहुन्छ, निनी पुरै उकालोमा हिँड्दै हुनुहुँदो रहेछ। यहाँ हेर्नु चाहिँ, यहाँ चाहिँ साकी, यहाँ हाम्रो दाइको साग पुरै डेम्मो हुँदै रहेछ। अब चाहिँ यो चाहिँ चचेको मासुसँग झ्याप्पा जाने यस्तो छ, पुरै चारैपट्टि बारी छन्। सो भिडियो चाहिँ यस्तै हुनेछ हजुरहरू माझमा। अब चाहिँ म करिब गाउँ घर आइपुग्यो भनौँ न। ल यो चाहिँ मेन रोड हो, तपाईँहरू देख्दै हुनुहुन्छ। ल यस्तै छ गाउँघर परिवेश। चाहिँ हिउँदे आलु लाइसकेका छन् यहाँ निनीहरूले। यो तल्लो घरको यो निनीहरूको यो आलु चाहिँ
पुरा यस्तो भइसकेछ हजुरहरू। दर्शकवृन्द, भिडियो तपाईँहरू माझमा यहाँसम्म हुनेछ। सो नेक्स्ट टाइम तपाईँहरू माझमा फेरि अर्कै अपडेट आउनेछ। यतिन्जेलसम्म हेरेर सहायता गर्नुहोला। सङ्गीत राई युट्युब च्यानललाई पनि तपाईँहरूले लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। धन्यवाद।